नमस्कार सबैजनालाई म मुना सहनी आजदेखि एउटा नयाँ सुरुवात गर्दैछु है साथीहरू लभ अफ एट्र्याक्सन हैन लभ अफ एट्र्याक्सन भनेको सुन्नुभएको होला आकर्षणको शक्ति भनेको नि तपाईँले जे सोच्नुहुन्छ नि त्यही कुरा प्राप्त गर्न सक्नुहुन्छ। अब यही विषयको वरिपरि रहेर मेरो अब केही भिडियोहरू यो युट्युब च्यानल नयाँ भए पनि तपाईँहरूले म अर्को च्यानल पनि अलरेडी सक्सेसफुली चलाइराखेको छु। यो चाहिँ सेपरेट एउटा टपिक मात्रै गर्न खोजेको हो मेरो रुचिको विषय भएर, त्यही भएर यो च्यानलले मलाई साथ सपोर्ट गर्नु होला। आज म तपाईँहरूलाई आफ्नो सोचको शक्तिले जे पनि प्राप्त गर्न सकिन्छ, कसरी हुन्छ त्यसको बारेमा चाहिँ यो भिडियोमा भन्न गइराखेको छु। कस्तो हुन्छ भने नि तपाईँको सोच सकारात्मक छ कि नकारात्मक छ, त्यो कुराले तपाईँले कस्तो हुने भन्ने कुरामा, तपाईँले कस्तो रिजल्ट पाउने भन्ने कुरामा चाहिँ महत्त्व राख्छ। तपाईँ अहिले जे हुनुहुन्छ नि तपाईँको सोचको परिमाणले हुनुहुन्छ। तपाईँ जसरी सोच्नुहुन्थ्यो मसँग म गर्न सक्दिनँ, म यस्तो म उस्तो नकारात्मक खालको सोच राख्ने हुनुहुन्थ्यो भने अहिले नकारात्मक कुरामै अल्झेर बस्नु भएको होला। यदि तपाईँको सकारात्मक सोच हो म केही कुरा गर्न सक्छु, म यो मतलब हुन्छ नि त कुनै गोल बनाएर त्यो अनुसारले मेहनत गर्नुभयो भने त्यो गोल अवश्य नै प्राप्त गर्नुभएको होला। भन्नुको मतलब सबभन्दा पहिलोको हाम्रो सोच। अब सोचले कसरी प्रभाव पार्छ होला तपाईँहरूले जिज्ञासा लाग्छ। सबकन्सियस माइन्डको बारेमा सुन्नुभएको छ कि छैन? अब सबकन्सियस माइन्डको बारेमा डिटेलमा चाहिँ अर्को भिडियोमा अर्को पार्टमा भनौँला, तर अहिलेलाई यति बुझ्नुहोस् कि हामी अरूसँग के कुरा गर्छौँ त्यो त पछिको कुरा हो। हामी आफैसँग दिनभरिमा कति कुराहरू गरिराखेका हुन्छौँ। सेल्फ टक भन्नुको मतलब हाम्रो दिमागमा विचारहरू आइराखेको हुन्छ। दिनभरिमा लगभग 60,000 देखि 70,000 विचार आइराखेको हुन्छ, तर त्यो विचारहरू मध्येमा नि लगभग 90% विचार नेगेटिभ हुन्छ। नेगेटिभ विचार हुन्छ, नकारात्मक हुन्छ। अरूसँग तुलना गरेर म यस्तो छु, म उस्तो छु, म त गर्न नसक्ने, अथवा यताउता अनेक थरीको त्यो विचारहरू आउँछ र रिपिटेटिभ खालको हुन्छ कि बारम्बार एउटै खालको विचार दोहोरिने खालको हुन्छ। तर तपाईँले त्यो विचारलाई अलिकति आफ्नो दिमाग पुगाएर सकारात्मकमा चेन्ज गरिदिनु भयो भने त के हुन्छ भने त्यो हाम्रो सबकन्सियस माइन्डले त्यो कुरालाई एक्सेप्ट गर्छ। जस्तै कि कुनै तपाईँले महसुस गर्नुभएको होला, कुनै दिन तपाईँको राम्रो केही कुरा भयो भने त्यो दिन राम्रो कुराहरू मात्रै हुन्छ। कुनै दिन तपाईँको नराम्रो केही बिहान केही नराम्रो केही घटना भइदियो, केही दुर्घटना भयो भने त्यो दिनभरि नै खराब हुन्छ। किन हुन्छ? किनभने हामीले मानिहाल्छौँ कुनै नराम्रो सानोतिनो केही घटना भयो भने आज मेरो दिनै खराब छ। अब दिन खराब छ भन्दै गर्दाखेरि तपाईँले दिन खराब छ भन्नुभयो, सोच्नुभयो भने तपाईँको सबकन्सियस माइन्डले सुनिहाल्छ, मानिहाल्छ। अब दिन खराब गर्नको लागि तपाईँको लागि के आवश्यक पर्छ ती कुराहरूको वातावरण मिलाउन थाल्छ। तर सानोतिनो इभेन्ट भए पनि यो केही पनि होइन, यसले त के हुन्छ, मेरो एकदम दिन राम्रो हुन्छ, आज एकदम सकारात्मक हुन्छ, आज म गजबको काम गर्नेछु, एकदम म सबै कुराहरू राम्रोसँग गर्छु भनेर सोच्नुभयो भने नि सबै कुरा राम्रोसँग गर्छु, आजको दिन गजब हुनेछ भनेर त्यो माइन्डले अवचेतन मनले सुनिराखेको हुन्छ र त्यही अनुसारको वरिपरि तपाईँको वातावरण मिलाइदिन्छ कि तपाईँलाई विश्वास लाग्दैन। तर यो अवचेतन मनको शक्ति नि हाम्रो यो चेतन मन भनेको अहिले बोलिराखेको सुनिराखेको हुन्छ। तर तपाईँले एउटा यस्तो मन हुन्छ कि त्यो चाहिँ अलरेडी त्यो हाम्रो काम गरिराखेको हुन्छ। यदि त्यसलाई तपाईँले केही कुरा बारम्बार दिएर बिर्सिसक्नु भए पनि तपाईँको लागि काम गर्नको लागि त्यसले एकदम काम गर्न आतुर हुन्छ होइन, काम गरिराखेको हुन्छ। त्यो भएर यो अवचेतन मनको बारेमा तपाईँलाई अर्को भिडियोमा म ल्याउँछु, तर अहिलेलाई म थर्डको कुरा गइरहेको थिएँ। सबभन्दा तपाईँले यहाँ जे सोचिराख्नु, जे बारम्बार सोच्नुहुन्छ फिल गर्नुपर्छ, खालि सोचेर मात्र हुँदैन होइन, महसुस गर्नुपर्छ त्यो भावना, त्यो कुरा मतलब त्यसको सकारात्मक पाटो। म एकदम धनी बन्दैछु, मसँग पैसा एकदम धेरै आउँदैछ, म एकदम राम्रो हुँदैछु, म एकदम खुसी महसुस गर्दैछु, मसँग धेरै कुराहरू छ, म भगवान्लाई धेरै धन्यवाद दिन चाहन्छु मलाई यी सबै कुराहरू दिनुभएकोमा। त्यो प्रति तपाईँले राम्रो महसुस गर्नुभयो, राम्रो फिल गर्नुभयो भने नि तपाईँको शरीरको औरा पोजिटिभ औरा हुन्छ कि, तपाईँको औरा भनेको बुझ्नुहुन्छ होला। त्यो पोजिटिभ भयो भने के हुन्छ भने चुम्बक जस्तो हो कि तपाईँ यदि सकारात्मक म राम्रो छु, म एकदम मसँग धेरै कुराहरू छ, धेरै राम्रो कुराहरू मसँग आउँछ भन्न थाल्नुभयो भने नि त्यही राम्रो कुराहरू आउँछ, तपाईँले राम्रो बनाउने कुराहरू आउँछ। तर तपाईँले अब नेगेटिभ कुराहरू सोच्न थाल्नुभयो भने नि त्यस्तै नेगेटिभ कुराहरू एट्र्याक्ट गर्नुहुन्छ। त्यो भएर यो चेन्ज जबसम्म गर्नुहुँदैन। यो भिडियो हेरिराख्नु भएको छ नि, यो भिडियो पनि कतिजनाले हेर्न पाउँदैन। तपाईँ सकारात्मक मान्छे हुँदा तपाईँले ब्रह्माण्डले यो भिडियो देखाइराखेको, त्यही भएर यो भिडियो हेरिराख्नु भएको छ। यस्तै खालको थप भिडियोहरू हेरिराख्नुको लागि मेरो च्यानललाई सब्सक्राइब गर्नु होला अनि एउटा लाइक गरिदिनु होला, मलाई एकदम धेरै हौसला मिल्नेछ। र तपाईँले थप अर्को कुन विषयमा भिडियो चाहियो कमेन्ट पनि गर्नु होला, म त्यही अनुसारले भिडियो अगाडि बढाउँछु। हस् त, धन्यवाद, नमस्कार।